फेरि नमस्कार। फेरि पनि स्वागत छ यो एसेन्टेक युट्युब च्यानलमा। म अनित बोल्दैछु है। म यो भिडियोमा चाहिँ हजुरलाई ब्लकचेनको एप्लिकेसनको बारेमा चाहिँ भन्छु ल। ब्लकचेन चाहिँ हामीले केमा युज गर्न सकिन्छ भन्दाखेरि हेल्थ सेक्टरमा युज गर्न सकिन्छ होइन। हेल्थ सेक्टरमा कसरी युज गर्न सकिन्छ भन्दाखेरि हजुरको जस्तै अब हेल्थ सेक्टरमा बढी के हुन्छ युज हुन्छ, हामीले बढी चाहिँ युज भनेको औषधि हो होइन। कोमल फार्मा भन्ने एउटा मेरो चाहिँ प्रोफेसरको नाम चाहिँ प्रोफेसर कोमल हो। उहाँले चाहिँ यो त्यही भएर एआई युज गरेर चाहिँ कोमल फार्मा बनाउनु भएको छ होइन। अनि मेडिसिनमा चाहिँ कसरी युज हुन्छ भन्दाखेरि हजुरको चाहिँ मेडिसिन जस्तै प्रोडक्सन हुन्छ नि, प्रोडक्सन भइसकेपछि के हुन्छ म्यानुफ्याक्चरिङ डेटहरू हुन्छ होइन। अनि त्यसको एक्सपायरी डेटहरू हुन्छ। त्यो सबै लगाएर हामी के गर्न सक्छौँ भन्दाखेरि ब्लकचेनमा राखिदिन सक्छौँ होइन। ब्लकचेन भनेको चाहिँ हजुरको चेन नै हो होइन। नेटवर्कमा भएको चेन डिस्ट्रिब्युटेड लेजर बनाइँदैन होइन पनि होइन। त्यसमा त्यही लेजरमाथि स्ट्याक नै भएर बस्यो कि एकमाथि अर्को नै हजुरको जस्तै अब म्यानुफ्याक्चरिङ डेट एक थरी भयो। अनि म्यानुफ्याक्चरिङ डेट के अरे त्यो चेन्ज गर्न मिल्दैन फेरि होइन। म्यानुफ्याक्चरिङ डेट चेन्ज गर्न मिल्दैन। मेडिसिनको पनि त एउटा एक्सपायरी डेट त हुन्छ नि त। अनि त्यसको प्राइसिङ हुन्छ, एमआरपीहरू हुन्छ होइन, सबै चिज हुन्छ। त्यो चाहिँ कोमल फार्मा भन्ने कम्पनीले के गर्न सक्छ भन्दाखेरि त्यो ब्लकचेनमै राखेर के अरे यतिमा बनेको अनि यस्तो यस्तो कम्पोजिसन हो अनि यसको चाहिँ यस्तो यस्तो एप्लिकेसनमा युज गर्न सकिन्छ भन्ने चाहिँ त्यो पब्लिक लेजरमा राखिदिन सक्छ होइन। अनि सेम कुरा चाहिँ हाम्रो डक्टरले चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि त्यो ब्लकचेनमा राखिएको डिटेल चाहिँ त्यहाँ लगाएर हेर्न सक्नुहुन्छ होइन। अनि डेलिभरी मान्छेले के गर्न सक्छ भन्दाखेरि अनि यो मेडिसिन यो गति कोमल फार्माबाट बनेर सिप गरिएको होइन, अर्को ठाउँमा लगेर राखिएको हो। अनि पेसेन्टले पनि के हेर्न सक्छ भन्दाखेरि यो मेडिसिनको एप्लिकेसन चाहिँ यो हो अनि यो केमिकल कम्पोजिसन छ अनि यो दिन सिपिङ गरेको, एक दिन यो दिन म्यानुफ्याक्चर गरिएको र यो दिन चाहिँ एक्सपायर भएको होइन। त्यो सबै पब्लिक लेजरमा भएपछि के हुनु भन्दाखेरि हजुरको कसैले ट्याम्पर गर्न सकेन होइन। त्यो एउटा फाइदा भयो नि त। म यो भिडियोमा चाहिँ यति नै भन्छु है। हजुरलाई के एप्लिकेसन अरू के लाग्छ भने चाहिँ यसो हजुर युट्युब च्यानलकै कमेन्ट सेक्सनमा आएर कमेन्ट गरिदिनु होला। म त्यो भिडियो पनि त्यो कुराहरू पनि आगामी भिडियोहरूमा मेरो लागि पनि लर्निङ हुन्छ होइन। र म त्यो कुराहरू पनि समेट्न कोसिस गर्छु है। हस् त, धन्यवाद हजुरको टाइमको लागि।